तपाईहरूको माझबाट आएका भूत प्रेतका घटनाहरूलाई तपाईहरूको माझमा नै प्रस्तुत गर्ने कार्यक्रम सत्य या भ्रममा हजुरहरूलाई स्वागत छ। च्यानलको सब्स्क्राइब बटनलाई थिचेर त्यो घन्टीको चिन्हमा पनि थिच्न नभुल्नुहोला, जसबाट हजुरहरूले हामीले कुनै पनि घटना कथाहरू राख्ने बित्तिकै जानकारी पाउनुहुनेछ। तपाईहरूले गर्नुभएको एउटा लाइक, एउटा कमेन्ट या एउटा शेयरले पनि हामीलाई अझै अगाडि बढ्ने हौसला र बल प्रदान गर्नेछ। यदि हजुरहरूसँग, हजुरको परिवारसँग वा साथीहरूसँग यस्तै खालका भूत प्रेतका घटनाहरू घटेका छन् भने हामीलाई हाम्रो फेसबुक पेज सत्याभ्रम अथवा हाम्रो कथा 0@gmail.com मा पठाउन सक्नुहुन्छ। मेरो हजुरबाको नाम थियो भीमबहादुर तामाङ। तनहुँ जिल्लाको ब्यास 8 चिसापानी भन्ने गाउँका बासिन्दा। त्यति बेला देशमा बिजुली त के, रेडियो पनि बिरलै हुन्थ्यो। उहाँ गाउँको व्यापारी हुनुहुन्थ्यो। मर्स्याङ्गी नदी पारी पर्ने भानु बजारसम्म सामान ल्याउने बेच्ने काम गर्थे। त्यो समय हजुरबा खच्चरमा सामान बोकेर हिँड्नुहुन्थ्यो। एकपटक असोज महिनाको अन्त्यतिर बजारबाट फर्किँदै गर्दा उहाँ ढिलो हुनुभयो। बेलुकी झिसमिसेमा मर्स्याङ्गी नदीको किनारको बाटो हुँदै आउँदै जाँदै गर्दा ससाना पानीको बास्ना, किराको आवाज र जङ्गलको गन्धले बाटो भयावह भन्दै गइरहेको थियो। त्यो बाटो कालेडाँडा जङ्गल बाटो हुन्थ्यो, त्यही जङ्गल जहाँ अहिले पनि कोही साँझ पख जान डराउँछन्। हजुरबुवा खच्चरको मुख तानेर बिस्तारै तल झर्दै हुनुहुन्थ्यो। नदीको आवाज ठुलो गड्डङ गरेर आइरहेको थियो, मानौ कोही रोइरहेको होस्। हजुरबुवाले खच्चरको घाँटीमा हात राख्दै भन्नुहुन्थ्यो, डराउन्नस् है सानो, अब घर पुगिन्छ। तर जसरी अँध्यारो बढ्दै गयो त्यति नै जङ्गलको आवाज डरलाग्दो, खोलाको आवाज डरलाग्दो बन्दै जाँदै थियो। रुखका पातहरू हल्लिन थाले, तर हावा त्यति चलेको थिएन। अनि अचानक बाटोको छेउमा एउटा सेतो लुगा लगाएको आकृति देखियो। हजुरबुवाले सोचे, कसैको आत्मा होला कि मान्छे? तर त्यो आकृति स्थिर थियो र कहिलेकाहीँ झलमल्ल उज्यालो भएर चम्के जसरी चम्किन्थ्यो। जसो कुनै तेलको दियो हल्लिरहेको थियो त्यसरी त्यो आकृति पनि हल्लिरहेको थियो। उहाँ नजिकै पुग्दाखेरि खच्चर उफ्रियो अनि एक्कासी पछाडि फर्कियो। हजुरबुवाले लगाम ताने, तर खच्चर काम्दै थियो। उहाँले आफ्नो टुकी सानो जुन त्यो सँगै ल्याएको त्यो बाल्नुभयो, तर बत्ती बल्ने बित्तिकै त्यो सेतो आकृति हरायो। त्यो हराइसकेपछि उहाँ अगाडि बढ्नुभयो। तल पुग्दा मर्स्याङ्गी नदी कराउँदै बगिरहेको थियो। पुल त थिएन, त्यसैले ढुङ्गा र काठको सानो बाटो पार गर्नु पर्थ्यो। उहाँ पुलमाथि पुग्दै गर्दा नदीको बीचमा कसैको स्वर सुनियो, भीमबहादुर। हजुरबा अड्किए, यसो यताउति हेरे कसले बोलायो भनेर। त्यो बेलामा नदीको बीचमा कसैको छाया हल्लिरहेको थियो। लामो कपाल, पानीमा भिजेको सेतो शरीर। त्यो मान्छे होइन भन्ने हजुरबालाई तुरुन्तै थाहा भयो। उहाँले टुकी बाल्न खोज्नुभयो, तर बत्ती आफै निभ्यो, बल्दै भएन। त्यही क्षण खच्चर एक्कासी रोयो र उहाँको काँधमा एउटा चिसो हातले छोयो। त्यो छोइने बित्तिकै हजुरबुवा बुढाबुढीले भन्ने सास नै हराउने जस्तो उहाँलाई भइहालेछ। उहाँ त्यहीँ ढल्नुभएछ, तर ढल्दाखेरि उहाँले कानमा सुन्नुभएको थियो रे, मेरो घाँडो देख्यो, म मरेको यही हो। हजुरबुवा पछि सम्झिनुहुन्थ्यो, त्यो रात उहाँलाई लाग्यो नदीमाथि उडिरहेको कालो धुवाँ बिस्तारै मान्छेको रूप लिँदै थियो। लामो कपाल, त्यो रातो आँखा र त्यो चिज हजुरबाको वरिपरि नाच्न थाल्यो। उहाँले मुठीमा आफ्नो औँठीलाई समाउनु भयो, जुन उहाँको बुवाले दिनुभएको थियो, जसमा ओम नमः शिवाय लेखेको थियो। उहाँले मनमा नै त्यो पाठ पनि गर्न थाल्नुभयो, ओम नमः शिवाय, ओम नमः शिवाय भनेर, र टुकी बाल्ने प्रयास गर्दै हुनुहुन्थ्यो। अचानक त्यो टुकी बल्यो र अचानक हेर्दा हेर्दै अगाडिको त्यो आकृति पनि हरायो। अब हजुरबा जुरुक्क उठेर खच्चरलाई चाबुकले हान्दै अगाडि बढ्न थाल्नुभयो। चाबुकले हानिसकेपछि खच्चर दौड्यो र उहाँ बिहानको उज्यालोमा देउरालीको पाखामा पुगिसक्नु भएको थियो। तर त्यो रातको डर जीवनभर उहाँको शरीरमा बस्यो। हजुरबा पछि गाउँका बुढाबुढीहरूसँग कुरा गर्दा थाहा भयो, त्यो ठाउँमा 10 वर्ष अघि एउटा युवती डुबेर मरेकी रहेछिन्। ती युवती विवाह गरेर एउटा व्यक्तिसँग जाँदै थिइन्, तर जुन पुल थिएन त्यो बेलामा त्यो काठले बनाएको थियो, त्यो पुल भत्किएर नदीमा बगाएको रहेछ।
त्यो पछि त्यो बाटोमा धेरैले सेतो लुगा ओढेकी युवती देख्ने गर्थे जसले नदी पार गर्न खोज्नेहरूलाई बोलाउँथे र जो बोलाउँथ्यो ऊ कहिले बिरामी पर्थ्यो र कोही कोही त थला परेर महिनौसम्म उठ्दैन पनि थिए। हजुरबा त्यो घटनापछि कहिल्यै साँझ त्यो बाटो हिँड्नु भएन। उहाँ सधैँ भन्थे जङ्गल र नदीको मौनता कहिले तोड्नु हुँदैन। जसलाई संसारले बिर्सेको छ ती आत्माहरू त्यहीँ बस्छन्, बाटो पर्खिरहेका हुन्छन्। आज पनि जब म तनहुँ फर्किन्छु र मर्स्याङ्गी नदी किनार पुग्छु रातमा त्यो बाटो एक्लै हिँड्न मन लाग्दैन। हजुरबाको कथा सम्झिँदा जस्तो लाग्छ कसैले पानीभित्रबाट फेरि मलाई बोलाउँछ भनेर। मेरो नाम रमेश थापा हो। म पश्चिमको एउटा सानो गाउँमा बस्ने गर्छु। पोखरा नजिकैको गाउँ बागलुङ पार गरेर पुगिन्छ हाम्रो त्यो सानो गाउँ। यो घटना करिब 7-8 वर्ष अगाडिको मात्र हो। एउटा यस्तो रातको जसलाई म कहिले पनि बिर्सन सक्दिनँ। त्यो बेलामा मेरो उमेर 23 वर्षको थियो र गाउँकै विद्यालयमा एउटा अस्थायी शिक्षकको रूपमा म पढाउने काम पनि गर्थेँ। दिनभरि काम हुँदा त पढाइन्थ्यो र काम नभइसकेपछि जब विद्यालयबाट आइन्थ्यो बस्ने बेलामा साँझको समयतिर चौतारीमा भेला भएर आफ्ना गाउँका साथीसङ्गीहरूसँग बस्ने र गफ गर्ने बेला थियो। त्यहाँ बस्दा हुने कुरा भनेका पहिला स्कुल पढ्दामा हामी कस्ता थियौँ, हामीले के गर्थ्यौँ, पुराना अब कोही बुढापाका आयो भने उनीहरूले आफ्नो बेलाका कुरा सुनाउँथे। त्यस्तै खालको तरिकाले त्यो चौतारी मुनि हाम्रो समय बित्ने गर्दथ्यो। त्यही चौतारीमा एक साँझ हामी त्यस्तै 3-4 जना बसिरहेका थियौँ। म, कृष्णे, हरि, विमल अनि गाउँकै सबैभन्दा रमाइलो मान्छे भनौँ तेजबहादुर काका। मौसम अलिअलि चिसो थियो र वातावरणमा हुस्सुले अलिअलि ढाकेको पनि थियो। कुहिरो अलिअलि ओह्रालो लागे जस्तो पनि लाग्दै थियो। त्यहाँ त्यो चौतारीमा बसेर कुरा गर्दा गर्दै लगभग रातिको 7-8 बजिसकेको थियो त्यो दिन। मेरो हाँस्दै कुरा गर्दा गर्दै अचानक विमल थाहा छैन किन त्यसै चिच्याएकातिर हेरेर उसले ए रामबहादुर दाइ के भयो भनेर सोध्यो। यसो पछाडिपट्टि हेरेको रामबहादुर दाइ छेउमा चौतारीमै कतै बसेका थिए। हामीभन्दा अप्परतिर पक्लक्क आफै लडेको हामीले देख्यौँ। हामी दौडिँदै गएर उहाँलाई झत्तनपत्त समाइहाल्यौँ। समाउँदाखेरि उहाँको शरीर एकदमै तातो थियो। जुन एउटा साधारण मान्छेको नर्मल तापक्रम हुन्छ त्योभन्दा निकै तातो, अस्वाभाविक रूपमा। त्यसरी हामीले सोद्धाखेरि सबै वरिपरि हुँदा पनि उहाँले बोल्न भने सक्नु भएको थिएन। आँखाले झिमझिम गरेर केही भन्न खोजे जस्तो लाग्दै थियो आँखाको भावले, तर मुखबाट एक शब्द चुहिएको होइन। हामीले अब त गाह्रो भयो भनेर जसो उठाएर गाउँकै वैद्य ठाउँमा लिएर गयौँ। लिएर जाँदाखेरि उनले वैद्य धामी जो थिए उनले अलिअलि झारफुक गरे। त्यसपछि त्यो रात त्यसै राखियो। भोलिपल्ट त झन् उहाँको अवस्था झन् पो बिग्रियो। अब फुकिसकेपछि अलि झारपात खुवाइसकेपछि औषधिको झारपात खुवाइसकेपछि ठिक हुन्छ होला भन्ने सोचेको मान्छे उठिसकेपछि पनि डराए जस्तो, कसलाई देखे जस्तो होइन, त्यो आँखामा डराएको भाव देख्न सकिन्थ्यो। खाना नखाने फेरि त्यसमाथि केही खाना दिए पनि नखाने उहाँ। उठ्न चाहिँ सक्ने तर अब हिँडडुल गर्ने हेर्ने, खाना चाहिँ नखाने, त्यति अलि आफै डराए जस्तो। अनि 2 दिनपछि काकीले अचानक के भन्यो भने उनले एक शब्द बोलेछन्, भनेछन् कि त्यो चौतारीमा उनको पाखुरा कसैले समाएछ अरे। कसले तर थाहा छैन, कसैले चाहिँ समाए। त्यसरी समाउँदाखेरि हेर्दाखेरि उहाँले एउटा चम्किलो चिज देख्नुभएको थियो कि झलास्स। अब यता ध्यानले हेर्दाखेरि को रहेछ भनेर हेर्दाखेरि कुनै महिला जस्तो देखेछन् त्यो प्रकाशमा, तर त्यसको कुनै अनुहार भने थिएन। शरीर थियो, लुगा पनि थियो, तर अनुहार भने एउटा शून्यता जस्तो, अन्धकार मात्रै। हामी सबैजना चुपचाप स्तब्ध भयौँ र त्यति सुनिसकेपछि हामीलाई पनि डर लाग्यो। चौतारीमा त हामी पनि थियौँ, तर हामीले त केही देखेनौँ। त्यस्तो केही चिज रहेछ भने, केही थियो भने हामीलाई हानि गरे भए भनेर सोच दिमागमा आउन थाल्यो। दिन बित्दै थिए र दाइ ठिक होलान् भन्दा अझै कमजोर हुँदै जाँदै थिए। औषध उपचारले काम नगरेको हो या खाना नखाएर कमजोर भएका हुन् थाहा छैन। गाउँमा अब यो हल्ला चल्न थाल्यो कि जसलाई दाइले देखे नि त्यो त डाँडाको पुरानो भूत प्रेत र आत्मा हो, जुन रातिको समयमा चौतारीको छेउछाउमा वरिपरि घुमेर बस्ने गर्छ। जसले त्यो आत्मालाई देख्ने गर्छ त्यो त बिरामी पर्ने गर्छ। अब भने मलाई त्यो चौतारी देख्ने बित्तिकै यही भूत यहीँ घुम्छ त्यही कुराहरू आउन थालेको थियो। मलाई त्यो सबै जुन कुराहरू चलिरहेको थियो गाउँमा अनेक
तथ्य सत्य भनौँ या घटनाहरू उनीहरूले पुरानो जे भोगेका थिए त्यो मध्येमा मलाई एउटा कुरा निकै अचम्मको लाग्यो। त्यो अनुहार नभएको जुन महिला थिइन् कपडाको अनुसार त्यो महिलाको बारेमा मलाई अचम्म लाग्यो। किनभने मैले पहिला पनि गाउँबाट बुढाबुढीहरूको मुखबाट त्यो अनुहार नदेखिने महिलाको बारेमा सुनेको थिएँ। त्यो डाँडाको फेदमा निकै पहिले एउटा महिला थिइन् जो मानसिक रूपमा अलिकति ठिक थिएन भनौँ, उहाँलाई केही समस्या थियो। अरू कोही थिएनन् आफन्तको नाममा, त्यही भएर जता हिँडे पनि जङ्गलतिर जानुपर्दा घाँस दाउरा गर्नुपर्दा घरमा बस्दा उनी एक्लै नै बस्थिन् र त्यही क्रममा उनी एक दिन हराइन् र केही समयपछि उनको शरीर जङ्गलमा नै झुन्डिएको अवस्थामा फेला पर्यो। गाउँलेहरू भन्थे कि उनी बितिसकेपछि पनि अझै पनि घुम्दै हिँड्ने गर्छिन् र घरि यहाँ चौतारीमा र घरि जङ्गलमा घरि डाँडामा कतिजनालाई देखाइदिने गर्छिन्। विशेष गरी रातिको समयमा आफ्नो अनुहार लुकाएर चौतारीतिर पनि आउने गर्छिन् भनेर बुढापाकाहरू भन्थे। अब यो दाइसँग यो घटनाक्रम घटिसकेपछि एक दिन त्यसरी नै म आफ्नो कामसाम सिद्धाएर विद्यालयबाट अलि साँझतिर घरतिर फर्किँदै थिएँ। त्यहीँ अरू शिक्षक साथीहरूसँग कुरा गर्दा गर्दै ढिलो भयो, आफ्नो गाउँघरकै बस्ती हो भनेर बस्दा बस्दै 6, साढे 6, 7 बजिसकेको थियो। बाटो एकदमै सुनसान नै थियो। जुन बाटोबाट मेरो घर जानुपर्ने मेरो साथीहरूको त्यो बाटो परेको थिएन। जे भए पनि जुन लागेको कारणले गर्दा जुनको प्रकाशले बाटोमा टर्च बाल्न पर्ने या कुनै प्रकाशको अरू स्रोतको आवश्यकता परिरहेको थिएन। अब हिँड्दै जाँदाखेरि मेरो बाटो पर्छ त्यही चौतारी छेउबाट। म चौतारीमा पुग्न लाग्दाखेरि के देखेँ भने चौतारी छेउमा एउटा छाया जस्तो कोही उभिएको छ। अब मानौँ कोही मान्छे हो तर पूर्ण रूपमा प्रकाश पर्याप्त नभएको कारणले त्यो छाया जस्तो देखिरहेको थियो। म यसो रोकेँ। त्यहाँ रोकिँदा मेरो जिउ अररेको जस्तो, मुटु चिसो भएको जस्तो लाग्यो मलाई। आँखा अलिकति मिचेँ, अलि अगाडि जाँदा देखेँ त्यहीँ एउटा महिला उभिएकी थिइन्। सेतो साडी लगाएकी, भिजेको जस्तो देखिनुहुन्थ्यो, शरीर सम्पूर्ण प्रष्ट रूपमा देखिन्थ्यो। जब अनुहार भएको ठाउँसम्म मेरो आँखा पुग्यो त्यो ठाउँ पुरा खाली अन्धकार, त्यसमा केही पनि थिएन। न आँखा, न कान, न मुख, न अरू केही, एउटा कालो शून्यता मात्रै थियो। त्यो देखेर मेरो शरीर चल्न नै सकेन, घाँटीबाट स्वर निस्केन। मैले आफ्नो आँखा बन्द गरेर निकै गाह्रोसँग भगवानको नाम जप्न थालेँ। जब आफ्नो आँखा खोलेँ त्यो बेलामा अगाडिको त्यो आकृति हराइसकेको थियो। त्यति भइसकेपछि म आफूलाई सम्हाल्दै भगवानको नाम लिँदै घरमा आएँ, खानासाना खाएँ र घरमा सबैलाई भने यस्तो यस्तो देखेँ, त्यतातिर रात परेपछि हिँड्नु हुँदैन रहेछ भनेर। र भोलिपल्टदेखि मैले गाउँमा आफ्ना साथीहरूसँग चौतारीमा त्यहाँ बस्न पनि छोडिदिएँ र गाउँका साथीहरूलाई यही भन्थेँ कि चौतारीमा रातिको समयमा बस्नु हुँदैन, यस्तो यस्तो चिज मैले देखेँ भनेर। कतिले पत्याउँथे, कतिले पत्याउँदैनथे। उता रामबहादुर दाइ जो त्यो हामी चौतारीमा बस्दा बिरामी हुनुभएको थियो, उहाँ पनि समय बित्दै जाँदाखेरि ठिक हुँदै जानुभयो। तर त्यो घटनापछि भने साँझ परेपछि दाइ सुत्त घरभित्र छिर्थे र निस्किँदैन थिए जबसम्म काम हुँदैन थियो। अनुहार बिनाको त्यो प्रेतले, भूतले उहाँलाई निकै तर्साएको थियो। सायद भित्र एउटा जरो गाडेर बसेको थियो त्यो भूत। अझै पनि कहिलेकाहीँ सपनामा त्यो महिलालाई देख्ने गर्छु। बिस्तारी बिस्तारी मेरो नजिक आउँछ, म उसलाई हेर्ने प्रयास गर्छु र हेर्दाखेरि त्यो अनुहार देख्दिनँ र झसङ्ग भएर उठ्ने गर्छु म। त्यो चौतारो अहिले त त्यहाँ छैन। मेरो नाम दीपक हो र आज जुन घटना तपाईँहरूसँग बाँड्न जाँदैछु त्यो घटना मसँग होइन, मेरो हजुरबासँग घटेको थियो। मेरो हजुरबा एउटा सरल किसान हुनुहुन्थ्यो जसको जीवन खेत, हल र गोरुको वरिपरि घुम्ने गर्थ्यो। म उहाँलाई यदि याद गरौँ भने सधैँ यही रूपमा नै सम्झने गर्छु। उहाँको बस्ने ठाउँ थियो भोरले, हेटौडाको नजिकै पर्ने एउटा सानो एकान्त र शान्त गाउँ। गाउँका बासिन्दाहरू निकै साधारण तौरका र निकै परिश्रमी खालका थिए। तर त्यो ठाउँमा बस्दाखेरि निकै अचम्म लाग्दा, रोचक लाग्दा खालका कुराहरू सुन्न पाइन्थ्यो। उनीहरू गाउँको मसान घाटमा अनेक खालका भूत प्रेतहरू घुम्छन् भनेर भन्थे। कुनै छाया जस्ता देखिन्थे, कुनै चराचुरुङ्गी बनेर फुर्र उडेर पनि जान्थे भनेर भन्थे। तर ऊ बेलामा पनि हाम्रा हजुरबा भने यस्ता कुराहरूको हाँसो उडाउने गर्नुहुन्थ्यो। उहाँलाई भूत प्रेत हुन्छ भनेर विश्वास थिएन। त्यसमाथि भूत देखेर हेर्दा हेर्दै चरा भनेर उडेर गयो अरे, छाया देख्यो अरे भन्ने कुराले उहाँ त हाँस्दिनु नै हुन्थ्यो। हजुरबाले भन्ने गर्नुहुन्थ्यो कि जो व्यक्ति शुद्ध मनको छ ऊ कहिले पनि डराउँदैन। तर एक साँझ उहाँको त्यो अटल विश्वास
चकनाचुर धुलो पिठो भयो। दिनभरि काम गरेर उहाँ लखतरान पर थाक्नु भएको थियो र दिन बितेर साँझ हुँदै थियो। पसिना यति कि त्यो जुन लगाउनु भएको सर्ट त्यो च्यापाक्क जिउमा टाँसिएको थियो। अब त्यो बेलामा भर्खर उहाँले नयाँ रेडियो किन्नुभएको थियो। त्यो बेलामा रेडियो पनि भर्खर आएको थियो। रेडियो पनि धनी मान्छेले बोक्ने जस्तो थियो त्यो बेलामा। अब बट्टाबाट आवाज गीतहरू आउने एउटा जादुको बक्सा जस्तो। अब बाटो हिँड्नुभयो, घर जाने लामो बाटो नलिकन यो चोटि हजुरबाले चाहिँ घाटको छेउ जुन छोटो बाटो छ त्यो छोटो बाटोबाट जाने विचार गर्नुभयो र रेडियोमा एउटा आफूलाई मनपर्ने नेपाली गीत सुन्दै अगाडि बढ्दै हुनुहुन्थ्यो। उहाँ अगाडि बढ्दै जाँदाखेरि पनि समय बित्दै जाँदै थियो र रातको अन्धकार गहिरिँदै थियो। जब उहाँ चिहान नजिक पुग्नुभयो अचानक उहाँको जुन रेडियो थियो त्यो क्यार गरेर स्ट्याटिकको आवाज निकाल्न थाल्यो। क्यार गरेर यसो हजुरबाले ठ्याक हाने पनि अब ऊ जमानामा बनाउने भनेको त्यो हातले ठोक्ने ट्याङ हान्दै थिए त्यो अचानक त्यहीँ बन्द भयो। जब उहाँ रेडियोलाई ठोक्दै हुनुहुन्थ्यो अझै चल्ला कि भनेर त्यही बेलामा रातको अन्धकारमा उहाँले एक ठाउँमा एउटा रातो उज्यालो चिज केही देखे जस्तो उहाँलाई लाग्यो। त्यो अलिकति रातो देखेको उज्यालो यस्तो थियो मानव आगो बलेको, किनभने धुवाँ पनि हो कि जस्तो उहाँले देखिरहनु भएको थियो। उहाँले सोध्नुभयो सायद कोही बित्यो होला, 3-4 बजे 5 बजेतिर ल्याए, अब पुरा रूपमा जलाएन, त्यही भएर यति बेरसम्म यिनीहरू यहाँ बस्नु परिरहेछ। अब को चाहिँ आएछन् के भएछ भनेर उहाँ अगाडि बढ्नु। दिनभरि खेतमा काम गरेर उहाँलाई अत्तो पत्तो छैन कोही बित्यो भने पनि गाउँको। तर उहाँ अगाडि बढिरहँदा जुन दृश्य उहाँले देख्नुभयो त्यो दृश्यले उहाँको सास रोकिएर त्यहीँ पुग्लुकै होलान् कि जस्तो भयो अरे। उहाँको अगाडि एउटा लास जलिरहेको थियो। वरिपरि कोही पनि छैन, कोही देखिएको छैन, तर त्यहाँ लास जलिरहेको छ। डरलाग्दो कुरा लास जल्नु पनि भएन। त्यो लास जलेकोमा 3-4वटा साना आकृतिहरू बसिरहेका छन्, मान्छे जस्ता तर साना पुड्काहरू। त्यहाँ रहेका ती सबै साना शरीर जुन थिए तिनीहरूको टाउको थिएन। तिनीहरूले त्यो लासको शरीरबाट मासु लुचिरहेका थिए र अनौठो आवाज निकालेर कराइ पनि रहेका थिए। त्यो आवाज निकै नै डरलाग्दो र भयावह खालको थियो। त्यो आवाजमा रहेको डरको वर्णन हजुरबाले आफै पनि गर्न सक्नु भएको थिएन। त्यहाँबाट बिस्तारै सरेर हजुरबा एउटा रुखको आडमा थचक्क लाएर बस्नुभयो। यस्तो लाग्दै थियो कि उहाँको सास भित्रै अड्किन थालेको छ। उहाँले आँखा चिम्लिने प्रयास गर्दाखेरि ती चिज आफ्नो नजिक आउने पो हुन् कि भनेर उहाँलाई झन् डर लाग्थ्यो। त्यसैले आँखा खुल्लै राखेर आफूलाई सम्हाल्दै उहाँ बसिरहनु भएको थियो। त्यतिकैमा त्यो 3-4जना सानो आकृति मध्येमा एउटा अचानक हजुरबाले आड्लेको रुखपट्टि फर्कियो। त्यो फर्किने बेलामा टाउको त थिएन, टाउको भएको भागमा अन्धकार थियो, टाउको छैन भन्ने उहाँलाई थाहा थियो, तर माथिपट्टि 2वटा आँखा चम्किरहेको जस्तो पनि उहाँले देख्नुभयो। त्यो दृश्यले उहाँको जिउ काम्न थाल्यो। उहाँ झुरुक्क उठ्नुभयो। आज त मरिने भयो, बाँच्नुपर्छ भनेर टाप जेस ऊ बेलामा मान्छे मनका त डरै थिए। उनले आफैले भन्थे शुद्ध भयो भने केही असर गर्दैन भनेर डराएका त थिए, तर हातखुट्टै नचल्ने भने भएको थिएन। उठेर खट्टङ टङ दौडिँदा कति खुट्टामा, कति ढुङ्गाले, कति काँडाले गोचे, कति हाँगाले मुखमा प्ल्याङ हाने, तर हजुरबा रोकिनु भएन। तर हजुरबा अगाडि भागिरहँदा पनि पछाडिबाट गुटुङ दौडेको आवाज भने आइ नै रहेको थियो। दौडिँदै गर्दा झिसमिसेमा उहाँ डाँडाको टुप्पोमा पुगिसक्नु भएको थियो। खुट्टामा कति घाउ भएर रगत बगिरहेका थिए। अब साथ त्यस्तै नै स्वाँ भइरहेको थियो। अलिकति घुँडामा हात तेसाएर आराम गरेर आफूलाई सम्हाल्दै यसो पछाडि फर्किनु भयो। पछाडि कोही पनि थिएन। उहाँले आवाज त सुन्नुभयो। त्यसपछि यसो तल घाटतिर हेर्नुभयो। डाँडाबाट हेर्दाखेरि अझै पनि ती 4-5वटा आकृति त्यहाँ उफ्रिँदै नै थिए। त्यहाँ बस्दै के भयो, डरको लहरले हो या केले हो, हजुरबा भग्लकै डलेछन्। भोलिपल्ट बिहान गाउँलेहरूले घाँस काट्न जाँदा अर्धचेत अवस्थामा हजुरबालाई त्यो डाँडोमा भेटेर लिएर आएछन्। उहाँको जिउमा खुट्टाभरि घाउ नगए, मुखभरि जताततै निलो डाम। अब भाग्दाखेरि त्यो लट्टी हाँगा केले लाग्यो उहाँलाई। अब के भयो भनेर गाउँलेहरूले सोधे। गाउँले सोधिसकेपछि आफूले यस्तो देखेको भनेर भने तब बुढापाकाहरूले भने कि पक्का काँचो मासु खाने मसान भेट्थ्यो रे। हिजो त कसलाई पनि जलाएको छैन, त्यहाँ जलाएको भएर तँलाई बोलाइहाल्थ्यो नि, तेरो गाउँको घाटमा मान्छे तँलाई थाहा हुँदैन भनेर मान्छेहरूले बुढापाकाहरूले भने। हजुरबाले थाहा पाए कि हिजो राति उनले देखेको काँचो मासु खाने मसान रहेछ, काँचो मसानहरू। यो घटना पछि उहाँ रात परेपछि कहिले पनि घरबाट बाहिर नै निस्किनु हुँदैन।
घाम अस्तिनुभन्दा अगाडि नै टाप भागेर घर आउने हो। भूत प्रेतमा जसले विश्वासै गर्दैन थियो त्यो रातपछि भूत प्रेत भनेपछि एकदम विश्वास गर्ने र अरूलाई पनि राति हुँदो हिँड्नु हुँदैन है, यस्तो यस्तो मसँग भएको थियो भनेर सबैलाई भन्दै हिँड्नुहुन्थ्यो। जब जब हाम्रो परिवारका मान्छेहरू भेला हुन्छन् र कुरा गर्न थाल्छन् त्यो बेलामा हजुरबाले आफ्नो यो घटना सुनाउन कहिले पनि बिर्सनुहुन्न।